नेपाल जानको पाँचसरका राजा सुनैको तोक्सानी 5 सिगरेटमा चाहिँ म कति खानु आफूको नोक्सानी। यो चाहिँ नेपाल पहिला उहिलेको हो, यो उहिले पहिलाको है यो टुक्काहरू। कुन सालको हो यो नेपालले मिलाउँदा यो? अब हामी त्यति बेला झन्नै 55 सालको होला यस्तो कुरोहरू चाहिँ। 55 साल है? 79 वर्ष पुग्यो है? 79। अब 80 पुग्नु 1 वर्ष मात्रै छ। 1 वर्ष मात्रै छ है? स्वर मेरो सुनिहाल्यो होला 80 वर्षकै भनौँ न। स्वर त अब यस्तो छ, के गर्नु र तकदिरले नदिएको। के गर्नु महिना तकदिरमा छैन, तकदिरले नदिएको र पो त। नभए त गायक त दामी गाइदिन्थ्यो हो, तर के गर्नु कर्मले ठेल्यो। भाग्यले त दिएको थियो, कर्मले ठेल्यो, हो कि होइन? यो खोलाको नमिलो पानी एउटै रुमाल धुँदैमा दिन जाने, धुँदैमा दिन जाने। त्यो होला जसलाई जुङ्गा गरे के पुऱ्याउँछ सेकी त्यो जोरी खोज्नेलाई। अन्त मासु त टन्नले यतिको रहेछ त हौ। मासु त आमामा यसो सुक्टी बनाउने। अन्त कै मुनिबाट आगो लगाइरहेको रहेछ, टक्कै आगो लगाइरहेको रहेछ। यहाँ चाहिँ सुकुटी, ल सुकुटी सुकाइरहेको रहेछ, सुकुटी सुकाइरहेको रहेछ। यहाँ पनि यो मेरो मासु बेकार त भात रुच्दैन है? सेवनी अनि नमस्ते सबैजनालाई नै है। आज चाहिँ म तपाईँहरूलाई हाम्रो देपालाई भेट्न चाहँदैछु है। हाम्रो देपाले चाहिँ हाम्रो चामलिङ राईको चाहिँ कुलपित्राहरू गर्नुहुन्छ है, र धेरै कुरो भाषाहरू हाम्रो चामलिङ कुराहरू चाहिँ जान्दैछ उहाँले है। र आज चाहिँ म उहाँसँग भेट्न जाँदैछु। पहिला पनि फर्स्ट भिडियो मैले भेट्न जाँदा पनि हाम्रो देपालाई भेट्नु गएको थिएँ है। उहाँ देपा चाहिँ अलिक टाढोमा बस्नुहुन्छ है, र उहाँले चाहिँ हाम्रो देपाले चाहिँ तुक्का पनि यस्तो दामी दामी मिलाउनुहुन्छ है पहिलादेखिकै। र उहाँसँग चाहिँ है यस्तो तुक्काहरू जोड्ने है, तुक्का लगाएर गीत गाउने धेरै उहाँकोमा चाहिँ हाम्रो देपाकोमा चाहिँ कला छ है। त्यो कलालाई चाहिँ तपाईँहरूमाथि म आज देखाइराखेको छु है। र म जाँदैछु र तपाईँहरूलाई के कस्तो लाग्छ हाम्रो देपाको कलालाई है, यसरी तुक्काहरू जोडेर यसरी नै भन्ने गर्छ। र हाम्रो राई कुरो पनि अलिकति चामलिङ कुरा पनि हामीले बुझिराख्नुपर्छ भनेर नि म उहाँसँग भेट्न जाँदैछु है। र तपाईँहरूलाई म पुगेर नै देखाउने छु है। एउटा भिडियो लामो हुन्छ होला, पुगेर देखाउने छु है। र मन पराइदिनुहुन्छ भनेर धेरै आशा राखेको छु। र आज चाहिँ तपाईँहरूलाई के भन्नु चाहन्छु भनेदेखि तपाईँहरूको धेरै सपोर्ट पाइरहेको छु है। यो सपोर्टले गर्दाखेरि चाहिँ आज म तपाईँहरू समक्ष फेरि पनि भिडियो लिएर आउने सक्षम भएको छु। र तपाईँहरूले फेरि पनि यो भिडियोलाई मन पराइदिनुहुन्छ भनेर आशा राखेको छु। अनि लाइक, सेयर अनि कमेन्ट अनि सब्सक्राइब गर्नु चाहिँ तपाईँहरूले नबिर्सिदिनु होला। मान्छे आयो हेर्दा त राम जस्तो, बेलुकाको सासमा झुल्केली बहिनी बर्खाको काम जस्तो। जुवा नखेल्नु खोपी नखेल्नु खाली तास, तासले गर्दा 55 भीमसुन लागेको बनिबास। ठिक लाग्छ लाग्दैन? सैखुमा कहाँ पुग्नु पर्यो, 55 कहाँ पुग्नु पर्यो। वाह 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 वाह, दामी नै हो। मेरो बट्टामा के गर्नु महिना तकदिरमा छैन, मुखैको ठट्टामा हो कि होइन? मुखले अब ठट्टा गर्छु तर तकदिरमै छैन। त्यो 3 नामको खाइन्छ, देखेको चाहिँ त नआउँदो रहेछ, लेखेकै पाइन्छ। अब तुक्का दौड पल्ल हिमालय चुलिँदै गयो देउतैको सत्यले। यो गीत त मैले गाएको थिइनँ, आफूको हत्तेले।
लागेर गयो मङ्सिरको महिना जाउँ कहिले भन्दैन हौ। यतिको पहिला गणेशको पहिलालाई 560 भन्दैौ न साथी माइडियर माइलालाई। पावैमा माइको थान के मलाई दिन्छौ के तिमी खान्छौ 1 किलो मात्र पान। नागैको माला गल्लामा फेरो छ 1 गिलास कपलाई यहाँ बस्ने सबलाई नमस्ते मेरो छ। डल्लै घुमे पाइन कालो साल हस्पिटल लगे के दबाई गर्छौ आइपुग्यो मर्ने काल। घुमे पाइन कालो साल हस्पिटल लगे के दबाई गर्छौ आइपुग्यो मर्ने काल। तरी झर्यो बस्यो नि निङ्ग्रैमा आमालाई ढाँटी बाबुलाई छली म आउँछु तिम्रैमा। देउता थानमा सुनेको त्रिशुला काँसैको रनको बोलेको झनको कहाँ गई बिर्सुला। पार्सलाई आयो अनरस काँसीको 1-2मा चरण सुन्याउने नारायण मै गरे दासीको। होलेको चिया त्यो होलो जोत्नेलाई जुङ्गाको रेखी पुराउला कि त्यो जोरी खोज्नेलाई। दाउरोमा जाने दाउरेनी दिदी सुपारी जस्तो छ आफूलाई म त मनुष्य लान्छु मन तिम्रो कस्तो छ। दाउरेनी दिदी सुपारी जस्तो छ मनुष्य म त तिमीलाई लान्छु मन तिम्रो कस्तो छ। जनको त्यो रातो माटो छेउछेउमा कमेरो आफूको माया म कति गर्नु जिउ भयो चमेरो। पर्वतै ढोले साडेलाई जुझाउँदा दिन पनि गयो रात पनि पर्यो पापी मन बुझाउँदा। बटेको मन त्यो मनी रहनी निसिबा भए त म आफै आउँथे नलगाऊ बङ्गनी। हेरै निशितमा भए म आफै आउँथे लै नलगाऊ मनी। श्री सीतामैको दूध भर्ने पावा उगाउने करुवा मै मरि जान्छु माटोमै मिल्छु सम्झिँदैन रुवा। हाम्रो पक्का राईहरू चाहिँ यस्तो हुन्छ है। राई हो नि त अन्त मै मरि जान्छु माटोमै मिल्छु सम्झिँदैन साइली माइली हेर्न त्रिवेणी मेला बस्नु छ डेरामा दिनदिनै मेरो मायालु बस्यो आफूको चेराइमा भन्ने अङ्गालीमा ओ पहाडै बसी वनमै खेली उर्केकी आँखेली वनमा बस्ने कोइली बसी गाउँ सजाऊ तिमीले दपाउ गाई र भैँसी म हुन्छु दाउरे। ठिक छ वनमा खेली हुर्केकी आँखेले ओ तिमीले दपाउ गाई र भैँसी म हुन्छु दाउरे। ठिक छ चुली त्यो पल्लोपट्टि रुखसुक्यो सर्लङ्गै हिमालय चुली त्यो पल्लोपट्टि रुखसुक्यो सर्लङ्गै जति फुल देख्छु उति फुल झर्छौ मन भयो बर्लङ्गै वनमा खेलिनी हुर्केकी आँखेली ओ जति फुल देख्छु उति फुल
मन भयो लङ्गै गएथे वनमा पाल्नु भएछ चरण जसै भेट भयो नजुर्जुजी गयो भोकतिरका भयो हरान चामलिङ राई है चामलिङ राईबाट चाहिँ हाम्रो अन्डा बाडा छ चामलिङ हाम्रो यो अन्डालाई चाहिँ के भन्छ हौ वादी चिम्टालाई चिम्टालाई खाम्टा या हाम्रो यसलाई चाहिँ आगोलाई मी भन्छ ए भनेपछि चुला ढुङ्गालाई चाहिँ सुप्तुलुङ खाबालुङ चादमलुङ सुप्तुलुङ खुरी चादम हाम्रो यो चामलिङ राईको चाहिँ चामलिङ राईको भनेपछि यो हाम्रो डोको छ है नेपाली डोकोहरू बुन्छ होइन यो डोकोलाई चाहिँ के भन्छ त्यो हाम्रो राई कुरा एउटा चामलिङ कुरा राई कुरा डोकोलाई थुन चाहिँ ढालो त्यस्तै भन्छ है भनेपछि यो हाम्रो हँसिया सिक्कलहरूलाई चाहिँ हँसिया भन्छ भन्दैन होला हँसिया त हाम्रो राईको हाम्रो यो रक्सीलाई चाहिँ के भन्छ होइन रक्सीलाई आराखा भन्छ जाँडलाई जाँडलाई वासुम ए अदुवालाई अन्त अदुवा त मेन हो नि त हाम्रो राईहरूको होइन अदुवाको चाहिँ राई अब अदुवा उम्रिसक्यो बारीमा अब खानु हुन्छ कि हुँदैन हुन्छ तर यो नयाँ अदुवा हुँदैन भदौमा चढाएर चाहिँ ए त्यति बेला चाहिँ उँधौली पूजा हो अहिले चाहिँ उभौली गर्छ उभौली चाहिँ केमा गर्छ वैशाखमा गर्छ वैशाखमा चाहिँ उभौली अन्त ए भदौदेखि चाहिँ उता चाहिँ उँधौली र उभौली पूजा गर्छ है अन्त वैशाखमा उभौली पूजा गर्दा चाहिँ केलाई गरेको हो देपा यो उभौली गर्नु चाहिँ हाम्रो त्यही हो हाम्रो कोकमा छाप्पा छाममा इसाममा खाराममा कालीको नौमेको सिकरी लाकाबो ओको भनेर हामी उनीहरूलाई चाहिँ जनाएर छाड्छौँ त्यति बेला चाहिँ फलफुलहरू बारीतिर रोपेको फलफुलहरू अदुवाहरू बरबिजनहरूलाई है मकैहरू यसो अन्नले स होस् भनेर है सको लागि चाहिँ गर्छ होइन त्यति बेला सरको लागि त्यो हाम्रो अहिले अदुवा पलाएन त बिचुको यसो राखेर अन्त नयाँ बेचिनौँ अब यो भदौमा गर्नुपर्छ हो बेचिनौँहरू त्यति बेला चाहिँ के हुन्छ भने हामीले उँधौलीको भन्ने कुरा चाहिँ त्यहाँ पुग्छ उँभौलीमा चाहिँ अहिले धिरी लादा हो अहिले धिरी लादामा चाहिँ हामीले केही यसो कुखुराको भाले यसो चढाएर कोकमा मात्रै हो देखाउनु मात्रै यसो उनीहरूलाई त मानमनी त मात्रै दिन्छौँ खानु त आफैले खाइन्छ हो कि होइन मानमनी त चाहिँ दिन्छौँ हो नि दुनामा भात राख्छौँ बुढो कुरो सुन्न फामेर भन्छौँ फामेर भनेको चाहिँ उयसमा दुनामा अलिकति हुन्छ थामेर भने चाहिँ भात हुन्छ त्यो के न भने त्यो भरे आक्रिसमा त्यो बाजे बोजू कुकमाले सब उनीहरूले जुठो पारेको चाहिँ आफूले खाँदा केही हुँदैन उनीहरूको जुठो पुठो हामीले हो कि होइन चामल चारुङ त हुन्छ होइन त्यो त पकाएको होला भन्छ होला त भात काँचो चामल चारुङ भन्छ चारुङ काँचो ए पकाएकोलाई चाहिँ पकाएको रो के भात ए है यस्तो कुरोहरू जान्नु जरुरी छ नि त भनेपछि कुखुरा हामी पित्रमा कुखुरा चढाउँछौँ होइन त्यो कुखुरालाई चाहिँ के भन्छ खासै वापा सरी त सर्यो वापा दुईटा कुखुरा भित्रकोलाई अगेनकोलाई चाहिँ उयो मागै वापा ए चुलाकोलाई चाहिँ चुलाकोलाई चाहिँ मागै वापा
उता के अरे कोकमाला चढाउने चाहिँ सरी त सरी हो पा सरी हो ए अब मलाई सोध्न हाम्रो अलिकति चाम्लिङ कुरा भनिदिनु न देपा होइन ओको देले सोले काङा अरे तुदा उनको बुलुमान्तु उनको तल्मे होइन त्यस्तो राखाली कुरा हो त्यो ओको काङा उमसँग कैनाती कैसे त मुम्सुलाका जारा के भनेको त्यो चाहिँ नाति पलाती तिमीहरू छौ तिमीहरूको अब नाति पलाती तिमीहरू भयो त अन्त नाति पलाती हाम्रो चाम्लिङको चाहिँ नहरोस् भन्ने यो कुरो आउँछ है कैनाती कैसे त मुम्सुलाका जारा भनेको चाहिँ तिम्रो नाति पलाती हो हामी हो कहीँ गएको छैन हामी छँदैछौँ हो भनेको चाहिँ यसरी कुरा आउँछ बुझिस् वा पावामा वा चाहिँ चा भनेको हेर कुखुराको भाले पनि दिँदैछौँ पोथी पनि दिँदैछौँ चल्ला पनि छ वादी पनि छ भनेको चाहिँ अन्डा सहित हामी तिमीलाई भनेको कुरा चाहिँ यो आउँछ नि त यसको लाइन त देले सोले दे पाछा दे पाछा भने के भनेको तैँले के भन्दैछस् भनेर सोधेको अनि त्यो दे पाछा देले भनेको के भनेको ओको मिना सोले त्यो मान्छे को कहाँबाट आएको मलाई धेरै धेरै धन्यवाद छ है यसरी कुराहरू हाम्रो कुराहरू जानेको हुनुपर्छ हो यसरी नै कुराहरू जान्नुपर्छ हामीले ल हुन्छ तर मेरो नाम चाहिँ दिव्य थापा हो र म त अब समाज सेवा गर्नु मात्रै मलाई ठुलो के अरे मलाई समाज सेवा गर्नु चाहिँ मलाई ठुलो एकदमै राम्रो लाग्छ र यस्तो कामहरू म धेरै अब गर्नेछु र अब आउँदो दिनमा चाहिँ मेरो के कार्यक्रम के छ भने जुन चाहिँ अब जो अस्वस्थ छ जसको विभिन्न परिवारको विद्यार्थी छ उहाँहरूले चाहिँ एकदमै घर घरमा गएर ब्रेडहरू हुन्छ के फलफुलहरू ल्याएर बाँडिदिने मेरो इच्छा परिचय तपाईँको परिचय चाहिँ मेरो नाम दिव्य थापा अन्त यता कहाँ बालसन है हजुर आस्था युथसँग चाहिँ म सम्बन्धित छु जो चाहिँ एडभाइजर हो आस्था क्लबको ए आस्था क्लब चाहिँ छ तपाईँको है ए भनेपछि तपाईँले अहिले हामी देख्ने गर्छौँ नि क्या तपाईँलाई फेसबुकतिर हामी देख्छौँ है अस्तिदेखि नै हामीलाई चाहिँ अब इच्छा थियो तपाईँसँग भेट्ने है तपाईँलाई अब साहित्य कविताहरू तपाईँको है अब राम्रो राम्रो छ है लु न एक दुईवटा तपाईँकोबाट सुन्ने र विशेष है मैले कविताहरू धेरै लेखेँ हजुर र मेरो एउटा कविता अब थुप्रै अब कोरोनाको विषयमा लेखेँ चिनभेस कोरोना भन्ने ए हजुर अब सदनमा चाहिँ अरू तिमीलाई शीत बनी आइदिन्छु एक टेक आँसु पिउँदैछु भन्ने धेरै कविताहरू लेखेँ र एउटा कविता सानो 4 लाइन छ त्यो भन्छु यहाँ छ एउटा टिन मलाई कहिले पनि नलागे ऋण मलाई कहिले पनि नलागे ऋण पर्खै मलाई एकैछिन दार्जिलिङवासी कहिले आउँछ हाम्रो राम्रो दिन दार्जिलिङवासी कहिले आउँछ हाम्रो राम्रो दिन यति नै मेरो हो हजुर फेरि आउँदैन तपाईँसँग होइन तपाईँको त हामी देख्ने गर्छौँ थुप्रै छ नि त तपाईँको त अब यस्तो कविताहरू लेख गर्नुहुन्छ होइन अब यति मात्रै त होइन तपाईँको त निकै छ होइन हजुर अन्त मेरो एउटा छ शीत बनी आइदिन्छु भन्ने हो कविता त्यो त प्रेम सम्बन्धी नै छ हजुर त्यो भाइलाई हामी एक दुईवटा हप्ता सुनाउन लागिरहेको छौँ हो अब ज्यादा त सुनाउन सक्दिनँ किनभने घरको अलिकति हतारै छ हो हजुर मेरो कविता छ शीत बनी आइदिन्छु गीत बनी म गाइदिन्छु शीत बनी म आइदिन्छु गीत बनी म गाइदिन्छु कृत बनी म माया लगाइदिन्छु यस्तै रीतिले तिम्रो दर्शन पाउने अभिप्रायमा म हार्दै भए पनि जित्ने रहन्छु मेरो आँखाको भाषा तिमीले पढ्न सकेनौ मेरो हृदयको धड्कन तिमीले सुन्न सकेनौ मेरो आँखाको भाषा तिमीले पढ्न सकेनौ मेरो हृदयको धड्कन तिमीले सुन्न सकेनौ हर रात तिम्रो सम्झनाका मालाहरू गाँच्दै आँसुहरू खसलिरहे निरन्तर सत्य मलाई आँसु खसाउन मन लाग्यो तिम्रै सम्झना दिनहरू कटाउन मन लाग्यो यस्तै रीतिले तिम्रो दर्शन पाउने अभिप्रायमा
म हार्दै भए पनि जित्न रहन्छु, म हार्दै पनि जित्न रहन्छु। धन्यवाद। तपाईँको त्यो समाजसेवाहरू चाहिँ गरिरहनुहुन्छ तपाईँले है? गरिरहन्छु भाइ। समाजसेवाहरू चाहिँ प्रायः गरिरहन्छ। तपाईँ के गर्नुहुन्छ, वर्कर हो कि के? मलाई वर्कर केही छैन, मेरो त अब एउटा जुन चाहिँ कामको अब ट्राई गरिरहेको छु। अब त्यसको अब अलिक अब रिजल्टले गर्दाखेरि अलिकति हारले गर्दाखेरि मैले केही पनि अब पाउन सकिनँ, र पनि मलाई आशा छ अब आउँदैन भने त्यो काम चाहिँ मलाई अवसर मिल्नेछ भनेर। भनेपछि अहिले चाहिँ तपाईँ चाहिँ बेकारी नै हुनुहुन्छ है? बेकारी समस्या र पनि तपाईँले अलिकति भए पनि समाजसेवा चाहिँ गर्नुहुँदैछ है? गर्दैछु। आर्थिक सहयोगहरू गर्नुहुन्छ है? हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ।